गेट टोयलेट जानु मन लाग्थ्यो बन्द रहेछ सानो बर्गर र यति कोकको 11.5 रुपियाँ सक्यौँ जानुपर्ने यहाँबाट कता रे टाढा घुम्दै उयो माथि हुँदै त्यो गोल्डन गेट ब्रिज देखाउनु न बाहिर यहाँ चाहिँ त्यो उसको छेउबाट उता उसमा जाँदा स्क्वायर जाँदैछन् भनेर पॉइन्ट गर् त्यहाँनिर हो बोट सिपमा चढेर त्यो बोटबाट घुमेर पनि फर्किसक्यो त्यो ब्रिज पुरै घुमेर मोमो खान जान लाग्छौँ यस्तो यस्तो छ पानी परेको पुरै यस्तो पानीले भिजेको छ होइन टक्क बसेर दारो हामीले दिनु परेको थियो हेर न यो चराको बच्चाहरू मस्त पानी परेको छ क्या यो पुरै साइड भिजिसक्यो अहिले चाहिँ हल्का हल्का कम भएको आकाश पनि त्यस्तो म एक ठाउँ देखाउँछु है त यो ठाउँ मैले सोचेको थिइनँ यो ठाउँ आइपुग्छु भन्ने कुरो म त त्यही रातो पुल र यताउता जान्छु भनेर सोचेको थिएँ अहिले हिँड्दा हिँड्दै यो ठाउँ आइपुग्यो अङ्कल सानोहरू कहाँ ए उता रहेछ यो ठाउँ यो भयो यो गेट मेन त यही हो मैले फोटो भिडियोतिर देखेँ गाल्लो गएको अङ्कल र सानीमा जाडो भनेर त्यहाँनिर बस्नु भएको पानी परेर पानीले भिजेर होइन समुद्रको छेउबाट यस्तो दामी ठाउँ रहेछ ल यहाँ लिस्टमा लेखेको छ होइन ओल्ड टाउन हामी स्टार्ट गरेदेखिको यिनीहरू सबै रोसियो स्क्वायर है ओके अनि त्यो बसमा मेट्रो स्टेसन यता छ होला राम्रै देख्छ कस्तो म्याचिङ मिलेको क्या सुज तपाईँको दुईजनाको म्याचिङ मिलेको अनि सानीमाहरू रुम जानुभयो म चाहिँ खानासाना मोमोसम्म खाएर म पनि होस्टेलमा जाँदैछु अब म फर्केर उहाँ जानुहुन्थ्यो उहाँ धेरै 3 घन्टा टाढा छ त्यही भएर अब म चाहिँ होस्टेलमा बसेर होस्टेलमा जाँदैछु सानीमाहरू चाहिँ रुम जानुभयो पुरा घुम्न पाएन नेक्स्ट टाइम चाहिँ पुरै छुट्टी मिलाएर राम्रो तरिकाले आएर पुरै घुम्ने सोचिरहेको छु राम्रो लाग्यो नेक्स्ट टाइम आउने मौका पायो भने म छिट्टै आउँछु होला सायद होटलबाट निस्केर घुमघाम गरेर हिजो होस्टेलमा बसेको थिएँ होस्टेलमा अब जानु पऱ्यो एयरपोर्टमा अहिले 3 बजेको फ्लाइट छ चिसो छ मौसम पानी पर्ला जस्तो भइरहेको अब एयरपोर्ट पुग्नुभन्दा अगाडि चाहिँ त्यहाँ एक ठाउँमा ऊ रहेछ के अरे गार्डन पार्क रहेछ त्यो पार्कमा जानु पऱ्यो यसो हेर्नु पऱ्यो अनि त्यसपछि ट्रेन चढेर एयरपोर्ट प्रस्थान गर्नु पऱ्यो सोचिरहेको छु यही गार्डन हेरेर आएको होइन पानी छिटो आइरहेको भनेर गार्डनमा पनि पानी परिरहेको मस्त गार्डन चाहिँ यो हो होइन खासै त्यही त्यस्तो केही छैन रहेछ ठुलो चाहिँ एरिया चाहिँ पानी छिटा मस्त हान्दिरहेछ अब चढ्ने लाइन पनि खोज्दै आएको यहाँ रहेछ कि यो रातो देखाएको मेट्रोको भइहाल्यो मेट्रोको पनि नजिकै भएछ अब यहाँ मेट्रो चढेर एयरपोर्टतिर जानु पर्ला अब एकछिनमा अहिले एकछिन यहीँ पार्किङ यहीँ बस्नु पऱ्यो यस्तो मिलाएर पार्किङ यहाँ यस्तो ठाउँ रहेछ होइन पानीहरू यस्तो आइरहेको यहाँ माथि जाने बाटो पनि रहेछ यताबाट होइन अहिले माथि उफ्रिन्छु म टोयलेट जानु मन लाग्थ्यो बन्द रहेछ म यहाँबाट हिँडेर आएको कि यहाँ माथि के रहेछ भनेर आएको यहाँ चाहिँ सम्म बस्ने ठाउँ रहेछ पार्क चाहिँ यो भयो होइन रमाइलो छ पनि पोसिबल चाहिँ यहाँ तल जानु पऱ्यो यहाँ तल एयरपोर्ट जाने यो रहेछ एयरपोर्ट यता एयरपोर्ट देखाएर त्यता एयरपोर्ट जाने रहेछ होइन मेट्रो त म पहिला इटालीमा पनि चढेको छु होइन अब पोर्चुगलमा आएर पनि मेट्रो एक्सपिरियन्स गर्न पाएँ यसो मेट्रो स्टेसन भयो टिकट मैले लिएँ क्या 1 टाइम युजको लागि 1 वेको लागि भित्रको एरिया भयो एउटा ट्रेन यताबाट आएको थियो होइन त्यो एयरपोर्ट जाने रहेछ उताबाट अर्को ट्रेन आउँदैछ होला सायद उताबाट आउँदै जाने होला यो साइड चाहिँ एयरपोर्ट यताबाट ट्रेन आइरहेको जस्तो लाग्यो है मलाई मेट्रो
एयरपोर्ट जाने यही मेट्रोमा चढेर जानु पर्ला अब यो त थोत्रो पो आएछ त पोर्चुगल आएर पनि मेट्रोको एक्सपिरियन्स गर्नु पाएँ मेट्रोबाट देखिने भ्यू बसमा भन्दा मेट्रो चढ्न चाहिँ अलिकति मजा लाग्छ होइन यो मेरो थर्ड कन्ट्री हो पहिला स्विजरल्यान्डमा नि एकचोटि चढेको थिएँ अहिले अनि त्यसपछि इटाली अहिले यहाँ भनेको पोर्चुगलमा ठुलो एरिया रहेछ मेट्रो स्टेसनमा पनि भन्दै छ उता भित्रभित्र निस्किनु लाग्यो पानी खानु पर्ने कता कहाँ किन्ने एयरपोर्टसम्म किन्यौँ भने एउटा सानो 500 मलकोलाई नै 4 रुपियाँ 5 रुपियाँ लेख्छ कना हामी पारामा एयरपोर्ट आइपुगेँ अब 3 बजेको फ्लाइट छ फेरि ब्याक टु माल्टा फेरि मेन्टस जिन्दगी अब मस्त काम हान्नुपर्छ माल्टा गएर घुमघाम रमाइलो भयो वहाँ एयरपोर्टभित्र सानो बर्गर र यति कोकको 11.5 रुपियाँ कोकको टर्मिनलमा आएर बस्छ टर्मिनल 2 को लागि चाहिँ बस चढेर जानुपर्ने रहेछ टर्मिनल 2 मा आइपुगेँ लास्टमा 2बाट चढ्नु पर्ने रहेछ फ्लाइट रहेछ 1 मा गएर पुरेर बसिरहेको थिएँ गरेर बोर्डिङ पास गरेर म भित्र छु अब वेट गर्दैछु प्लेनको प्लेनमा जाने मान्छे छ जतातता प्लेनमा जाने हो होइन प्लेन छ आइरहेको मेरो पछाडिबाट छ के अरे मेरो गेट कस्तो हावा छ जहाँ चिसो हावा छ ल अब माल्टा पुगेर भिडियो बनाउँला माल्टा पुगेर भेटौँ त सरीको गेट आइपुग्यो माल्टा पहिला अर्कै थियो एक्जिट हुने ठाउँ मैले अर्कै रहेछ बल्ल एयरपोर्ट बाहिर आएँ गाडी चढेर पब्लिक गाडी चाहिँ चल्दैन कहाँ जानुपर्ने छ जाडो रहेछ माल्टा अहिले बेलुका चाहिँ चिसो हुने थियो त्यसो लास्ट गर्मी थियो दुईजनालाई नमस्ते अब चाहिँ म रुममा आइपुगेँ रुमभन्दा तलसम्म बाहिर अब म रुममा छिर्छु अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद म 2टा पार्ट गरेर भिडियो गरेको छु मैले एउटा पार्ट 1 अनि पार्ट 2 गरेर गरेको छु पोर्चुगलको धन्यवाद सबैले लाइक कमेन्ट सेयर सब्सक्राइबर राम्रो नराम्रो कुन चाहिँ पार्ट राम्रो छ के छ सबै बताइदिनु होला अझै के सुधार गर्नुपर्ने छ त्यो पनि बताइदिनु होला थ्याङ्क यू सो मच